अहिले हामी जङ्गल हिँडिरहेको छौँ। आम्मामा कत्रो एनाकोन्डा बा। हामी चाहिँ अहिले एनाकोन्डाको माथि हिँडिरहेको छौँ। यो जङ्गलको नाम चाहिँ जहरिला जङ्गल हो, जहाँ चाहिँ यति ठुल्ठुलो एनाकोन्डाहरू सुतिरहेको हुन्छ। एनाकोन्डा, सानो एनाकोन्डा अनि दुईजना जोल्टेको एनाकोन्डाहरू हेर्न सक्नुहुन्छ। यहाँ जोल्टेको एनाकोन्डाहरू, एनाकोन्डाको बिचमा हामी हिँडिरहेको छौँ। कतिखेर हाम्रो जीवनमा कुन घटना घट्छ, कुन चाहिँ जनावरसँग हामीले लड्नुपर्छ थाहा छैन। हेर्नु है मेरो साथमा मेरो दोस्त हुनुहुन्छ। बा यस्तो डरलाग्दो एनाकोन्डा नै एनाकोन्डा बस्ने जङ्गल त मैले देखेको पनि थिइनँ। कति साह्रो गाह्रो बाटोहरू छ। आम्मामा सोच्दा पनि आँगै सिरिङ्ग लाग्ने यी बाटोहरू। ओ माई गड, यो चाहिँ पुल हो है गाइस। यो पुल है, म अब जम्प गर्न गइरहेको छु है गाइस। यस ल, मलाई चाहिँ अहिले चाहिँ यस्तो लागिरहेछ निखिल प्रेतीले त कुन फिल्ममा पो हो त्यो प्रास यो यस्तै पुल तर्छ नि, के भन्छ सम्झना 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 अनि के भन्छ अरू? तिम्रो भाउजूको नाम के हो? के भाउजू अरे? भाउजूको नामै बिर्सेँ मैले। फला भाउजू अनि होइन, त्यो निक्लु प्रेती र पिन्जडा कुन फिल्ममा पो त्यस्तै गर्छ नि त। बा जहरिला जङ्गल। ल हाम्रो यात्रा एकदमै जोखिमपूर्ण छ। ध्यान तल कत्रो ठुलो हो क्रोकोडाइल यार, गयो नि बा कत्रो गयो यार। गरेर बसिरहेको छ। ब्याट्री त कसम 5%मा झरिसक्यो यार देवराज। अनि यो अँधेरोमा भरे अनि टर्च लाइटको जरुरत पऱ्यो भने त गिद्दी हुने रहेछ त नि। झ्याप्पै रात पऱ्यो यार। बा सर्पहरू झुन्डिरहेको माथि हेर्नु है गाइज, तुर्लुङ परिरहेछ। देवराजले आफ्नो ज्यानसँग अब ज्यानको जोखिम मोलेर चाहिँ यहाँ धेरैजना युवतीहरूको उद्धार गरिरहेछ। कलियुगको कृष्ण नै हुनुहुन्छ उहाँ। ल यो चाहिँ एकदम भाइरल पुल। ल है गाइज, ल यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउँछु।